Hello and namaste, welcome back to my YouTube channel. This is where Chris Karki. Hope you guys are fine. अनि म पनि सन्चै छु र म आज चाहिँ कहाँ हिँडेको भन्ने कुरा तपाईलाई थाहै भइसक्यो हैन। कलेज छ आज चाहिँ अब म बिहानको कलेज क्लास चाहिँ गएन म एउटा किनभने अलि सन्चो थिएन हिजो नि काम थियो मेरो राति अनि म काम हानेर बसेँ बिहान जान सकिएन अनि त्यसपछि अब दुईटा क्लास छ क्लास जानुपर्छ मस्त हैन। क्लासमा चाहिँ अब गएपछि रैला हान्नुपर्छ भनेर के भन्नु दिमाग खान्छ बुढोले हैन त्यस्तै छ। गर्मी छ अहिले चाहिँ फेरि अब दिउँसो चाहिँ घाम लागिरहेको छ कि बिहान चाहिँ लास्टै जाडो हुन्छ अनि म आज चिटिक्क परेर हैन चट्ट हैन ल हेर्नुहोस् आज इन्भाइरोमेन्ट यस्तो रमाइलो छ यस्तो दामी छ हैन। अनि गर्मी छ अहिले चाहिँ त्यो चाहिँ अनि ग्राउन्डहरू पोल्छु नै होइन फुटबलको कत्रो हुन्छ यहाँबाट मलाई 10-15 मिनट लाग्छ होइन 10-15 मिनट हिँड्नुपर्छ म। अनि यो चाहिँ पार्क हो क्या खास यहाँ चाहिँ रमाइलो हुन्छ क्या रमाइलो हुन्छ यहाँ चाहिँ यहाँ ट्याक्क जाने अनि पिङसिङ खेल्न पाइन्छ पिङसिङ खेल्ने सलक्क पारेर यहाँ चाहिँ म अस्ति हुँदा यहाँ मस्त पिङ खेलेर बस्थेँ यहाँ एकदम मजा छ पिङ खेल्ने बस्ने होइन रमाइलो छ क्या जस आनन्द हुन्छ खेल्ने बस्ने ल हेर बुढाहरू क्या हेट घामले यार यस्तो घाम छ होइन मलाई यहाँ पसिना निकाल्नु लागेको हिजो चाहिँ मलाई फेरि लास्टै जाडो भएको थियो क्या त्यही हो आज चाहिँ म खास के हो भिडियो भन्ने कुरा चाहिँ अब तपाईँहरूलाई अघि नै पनि भनिसकेको छु होइन थम्बनेल हेरेर थाहा भइसक्यो। अब जुनदेखि छ नि जुनदेखि चाहिँ हामीले लिमिटेड काम गर्नुपर्छ क्या जस्तो स्टुडेन्ट भिजामा जो पनि हुनुहुन्छ उनीहरूले चाहिँ अब विकली अहिले त अनलिमिटेड काम हानिरहेको छ नि त मस्त डलर छापिरहेको छ अहिले त अब त्यतिखेर नि पाउँछ। अहिले चाहिँ कस्तो नि अहिले अनलिमिटेड हुँदा पनि काम पाउन गाह्रो छ क्या अनलिमिटेड हुँदा नि काम पाउन गाह्रो छ। अब जुनदेखि चाहिँ झन् लिमिटेड छ विकली जस्तो 24 आवर मात्रै छ होइन 24 आवर छ अनि त्यसमा नि अब भने जस्तो गर्नु पाइरहेको छैन नि त। ट्याक्समा विकली 24 आवर गर्ने क्यासमा जति गरे नि भयो होइन। अनि के हुन्छ नि मैले बुझाएको थिएँ क्या अब ट्याक्समा पछि काम गर्न पाइन्छ कि पाइँदैन भनेर होइन। अनि के हुँदो रहेछ भनेदेखि अब ठुल्ठुलो यो कम्पनीहरूले चाहिँ ट्याक्समा काम हान्न दिँदैन रहेछ ट्याक्समा काम हान्न नदिइसकेपछि अब 24 घन्टा मात्र गर्ने होइन। त्यो भएर अहिले होइन होटल जस्तो यो होटलहरू होइन ठुल्ठुलो कम्पनीहरूले एकदम धेरै हायर गरिरहेछ ट्याक्समा किनभने अब त्यतिखेर सबैलाई दिँदैन नि त क्यासमा त त्यतिखेर उनीहरूले त्यो सिफ्ट मिलाउन नि गाह्रो हुन्छ भनेर अहिलेदेखि उनीहरू बाठो भइसक्यो। त्यही भएर अहिलेदेखि अब के गर्नुपर्छ भने जो जति पनि अस्ट्रेलियामा बसेर अनलिमिटेड होइन ट्याक्समा काम हानिराख्नु भएको छ नि त्यस्तो मान्छेहरूले चाहिँ अब पछि जुनदेखि चाहिँ ट्याक्समा काम दिँदैन भनेदेखि चाहिँ होइन अहिले नै मिलाउने हो क्या अहिले मिलाउने हो। अनि ठ्याक्क ट्याक्सको 24 घन्टा त्यहाँ मिलाउने अरू अनलिमिटेड भनेको क्यासमा कता हुन्छ खोज्ने कि अहिलेदेखि कामसाम खोजेर ठ्याक्क मिलाउने कामसाम खोज्ने मिलाउने। म पनि अब ट्याक्समै हानिरहेको छु अहिले चाहिँ अब मैले पनि खोजिरहेको छु क्यासको होइन र मेरो चाहिँ अब फिक्स पनि भइसकेको छ क्यासको अनि म अब ट्याक्समा चाहिँ नहान्ने बरु होइन झ्याउ हुन्छ क्या अहिले माया टोक्ने त्यस्तै हो यहाँ आएपछि थाहा हुन्छ। त्यही भएर जो जति पनि हुनुहुन्छ नि क्यासमा काम मिलाइसक्नु क्या लास्टमा गएर जुनमा गएर मैले काम पाइनँ भनेर काम कोठाभरि त्यो टुङ त्यो मात्रै देखिन्छ काम जब आइएम जबलेस जब टोक्ने अहिलेदेखि गर्नु पऱ्यो नि त यार। अहिले चाहिँ म चाहिँ ट्याक्समा पायो भनेर 7 दिन हान्ने 24 घन्टा हान्दिने एकै रातमा क्या टोक्ने विकली नै कति हानिदिरहेको थाहा हुन्छ दिनमा 24 घन्टा अनलिमिटेड हानिदिएर हुन्छ कहिले त होइन त्यस्तै काम हुनेहरूले धान्छ नि त। त्यो भएर बाठोहरूले चाहिँ त्यसरी कमाइरहेछन् हानिरहेछन् काम अनि ठुल्ठुलो कम्पनीहरूले त्यही हो ट्याक्समा दिँदैन ट्याक्समा नदिने बित्तिकै सक्यो
अनि सानोमा चाहिँ फेरि अब यस्तो ट्याक्समा कसैले काम दिन्छु होइन भन्यो भने चाहिँ ट्याक्समा चाहिँ गर्दै गर्ने पछि अनि फेरि लास्टमा गएर चाहिँ दिँदिनँ भन्यो भने त्यति बेला जस्तो बिजोग चाहिँ कहिले हुँदैन क्या। अनि त्यो अहिलेदेखि सबैले जब ठ्याक्का टुक्का यताउता मिलाइराख्नु होइन, पछि गएर अलिक गाह्रो हुन्छ काम मिलाउनलाई। ट्याक्सबाट सबलाई हटाइदिने बित्तिकै सबै क्यासमा गर्ने हो। अनि क्यासमा पनि अब त गाह्रो छ क्या अहिले, त्यही भएर पैसाहरू नदिने यताउताहरू भयो भने अब त समस्या हुनसक्छ। त्यही भएर अझै 1 महिना जस्तो बाँकी छ नि त, अप्रिल मे 1-1.5 महिना बाँकी छ होइन। त्यसो भएपछि अब ठ्याक्क कामसम्म मिलाइसक्नुभयो भने सजिलो हुन्छ। अनि क्या थ्रोट गनायो यार, सुट्टा गनाइदिएर क्या, सुट्टा गनाइरहेछ। घरहरू चाहिँ फेरि यस्तो हुन्छ क्या, सबै सानो कस्तो भने हाम्रो नेपालमा हुन्छ नि त मनाङ मुस्ताङतिर हुने खालको क्या, धेरै ठुलो घरै हुँदैन क्या यता चाहिँ, त्यस्तो हुन्छ। अनि सर्लक्क पारेर स्टुडेन्टहरूलाई त्यही हो घाटा छ। अब फेरि नेपालबाट अब एनओसीको लागि अझै विवाद भइरहेछ क्या, विवाद एनओसी दिँदैन नि त, नदिनु भनेर भइसक्यो नि त। डिप्लोमा कहीँ पनि जानै नदिनु भइसक्यो, त्यस्तो छ अवस्था। त्यही भएर एकदम सोचेर आउनु। नेपालबाट आउनेहरूले पनि अब कामसाम अब बुझ्दै गर्नु क्या उतैबाट। मैले त्यत्रो भिडियोहरू हालिदिइरहेको छु होइन, अनि त्यहाँ गएर हेर्नु क्या कसरी काम खोज्ने होइन, केबाट काम खोज्ने, नेपालबाट अप्लाई सप्लाई गर्दै गर्ने, ठ्याक्क सिभी बनाउने। म सायद नेक्स्ट भिडियोमा चाहिँ नर्मल्ली सिभीहरू कसरी बनाउने त्यसको आइडिया दिन्छु होइन। किनभने भोलि दिउँसो म फ्री छु, दिउँसो फ्री भएपछि अब म त्यो बनाइदिन्छु होला। सर्लक्क पारेर सजिलो हुन्छ नि त। यहाँ आएछ सुरुमा कस्तो हुन्छ नि, सिभी चाहिँ हामीले नेपालमा बनाए जस्ता नाना थरी दुनियाँ हाल्नु पर्दैन क्या, अनि यो चाहिँ बिनहरू हो। यिनीहरूलाई फेरि ट्युसडे होइन ठ्याक्क यो के हुन्छ बार मिलाएर लगिरहेको हुन्छ क्या, ट्युसडे लगिरहेको हुन्छ कुनै कहिले गाडी आउँछ सर्लक्क उठाउँछ लान्छ, कत्रो गाडीमा क्या यार त्यस्तो हुन्छ। खोकी लागिरहेछ, चिसो छ। नेपालबाट आउनेहरूले एकदम लुगाहरू तात लिएर आउनु जाडो छ। गाइस म आज चाहिँ यहाँ डार्लिङ हार्बर ब्रिज जाने के ब्रिज भन्छ यसलाई थाहा छैन होइन। म पहिला नै आएको हुन चाहिँ ब्रिजमा जाने हो म होइन। अब सर्लक्क पारेर ब्रिजमा जान्छु। यो ब्रिजमा जाने बाटो चाहिँ कहाँबाट छैन मलाई थाहा छैन फेरि है, बाटो कहाँबाट छ भन्ने कुरा पनि थाहा छैन। कलेज चाहिँ त्यो मास्टरबाट जानुपर्ने थियो, अलिकति टाइम छ नि त मसँग, त्यही भएर म जानु लाग्यो हो। तर मैले बिर्सेँ जस्तो लागिरहेको छ क्या। म यहाँबाट सर्लक्क गइदिन्छु होइन, यस्तो दाम छ नि, म गइदिन्छु यहाँबाट सर्लक्क। अनि त्यही अब त्यहाँ पुगिन्छ होला होइन त, पुगिन्छ होला होइन, पुग्नुपर्छ जान चाहिँ जाने हो है त। ल गाइस म चाहिँ आइपुगेँ, यहाँ हेर्नु है त, यहाँ माथि के छ है त, अलि देखिएन। ल हेर्नु यस्तो दाम छ यो घर हो है त, घर म यहाँबाट गइदिन्छु होइन। त्यसमा जान्छु यहाँबाट, मैले अगाडि गएर माथिबाट जाने छ खास, म यहाँबाट हिँड्दै यहाँबाट सर्लक्क जान्छु, एकचोटि घुम्छु होइन, टाइम अलिक कम छ। बिल्डिङ हेर्नु यार, बिल्डिङ यो कत्रो हो म्याट ठोक्ने हेट म्यासला त्यत्रो छ नि होइन, यत्रो छ। अब म यहाँ फेरि टाइम एकदम कम छ क्या। डार्लिङ हार्बर है त। भाइ गाइस यहाँ राति चाहिँ आउनु मन छ होइन, म तालपर होइन आज राति आइदिन्थेँ होला, तर आउँदिनँ म। ल हेर्नु भ्यूज है त पुरा होइन। यो राति चाहिँ के हुन्छ नि लाइटिनिङ हुन्छ, अनि म पुरै उज्यालो हुन्छ क्या। ल हेर्नु यहाँ होइन, यहाँ फोटो खिच्न मात्रै पनि कति आउँछन् यार बिल्डिङ। पहिले पनि आएको म आउन चाहिँ, अनि लास्ट रमाइलो छ क्या। त्यहाँबाट वाट्सएप चढ्न नि मिल्यो होइन,
वाफहरू चढ्नलाई ल हेर यस्तो दाम छ क्या राति आउन चाहिँ मजा हो क्या यहाँ म एक दिन रातिको पनि भिडियो हाल्छु है त किन यस्तो दामी हुन्छ होइन पुरै लाइटले झिलिमिली भएको हुन्छ क्या अनि त्यो यहाँ चाहिँ झिलिमिली हुने बित्तिकै दामी हुन्छ नि त यस्तो दामी हुन्छ क्या यहाँ बबाल हुन्छ म एकचोटि जान चाहिँ जान्छु सबै सर्लक्क यहाँबाट है हात यस्तो पनि हुन्छ यो लाइटहरू चाहिँ राति पुरै बल्छ क्या अनि त्यस भएपछि दामी हुन्छ अहिले चाहिँ अब बल्दैन नि त कस्तो यस्तो हुन्छ ल है पुरै क्या पुरै होइन यहाँ पनि झनेर ल टुक्नु यस्तो दाम छ नि वा सेट नकुरा गरौँ यार सिनहरू यस्तो दामी हुन्छ है हेर्नु गाइस टुक्नु यो ब्रिज चाहिँ पुरै घुम्छ भन्थ्यो यार मलाई यहाँ वारफोर हेर्नु अझै ढुङ्गाहरू क्या हेर्नु ल टुक्नु यहाँबाट मेरो फोन खस्यो भने के हुन्छ होला यस्तो दाम छ क्या पुरा घुम्ने होइन फोन सोन खस्यो भने यस्तो हुन्छ यो पारी हेर्नु यो अझ यो पुरै ग्लासको घर हो होइन यो घर हो कि के हो यो पुरै ग्लासको हो हेर्नु यहाँ पनि त्यस्तै छ होइन हाम्रो लाइट यो त पुरा होइन कमनवेल्थ ब्याङ्क हेर्नु आमो कत्रो रहेछ यार हेट यस्तो छ होइन ए ल त्यही हो गाइस दाम छ होइन त्यो भयो भने घुम्न आउनुपर्छ एकचोटि घुम्न आउन चाहिँ नबिर्सिनु होला म फर्केँ मेरो क्लास जान्छ त्यही हो यहाँ चाहिँ राति आउनुपर्छ है म एक दिन राति आउने सोचिरहेको छु होइन तर एक्लै हुन्छु क्या आज राति आउन नि बेड लाउँदिनँ म अब त्यसले कति बजी काम सिधाउँछ होइन मेरो साथी आयो भने म आइदिन्छु यता त्यही हो 8 बजीसम्म मेरो क्लास छ आज अनि म आउँछु टाइम मिल्यो भने त्यही गाइस अब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है बेल आइकन दबाइदिनु होला सेयर गरिदिनु सब्सक्राइब गरिदिनु कमेन्ट हान्नु लाइक हान्नु ड्याङ 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 पारेर बेल आइकन दबाइदिनु क्या त्यही हो यहाँभन्दा मुनि पनि फेरि अन्डरग्राउन्ड छ क्या पुरै अन्डरग्राउन्ड यहाँ पनि अब यस्तो एक दिन टाइम भएको बेलामा घुमाउला यिनीहरू पुरै लाइट हो राति यस्तो दामी हुन्छ होइन लाइटनिङ हुने बित्तिकै त यहाँ त झिलिमिली हो नि त यस्तो दामी बवाल हुन्छ नि यहाँ चाहिँ अब होइन प्रायः अब नेपालीहरू नै हुन्छ नि त मजा आउँछ क्या तर बोल्दैन होइन कोही पनि हो माया नेपाली हो कि खैरे हो थाहा हुँदैन अनि त्यस्तै हो यो हेर्नु यो होइन यो त्यहाँ चाहिँ यत्रो छ तर माथि कत्रो भएको छ क्या पोक्लुक्कामा वेस्टफिल्ड त्यो गाइज अब भिडियोलाई सब्सक्राइब गर्नु होला सेयर गरिदिनु होला फेरि हामी अर्को भिडियो